मेरो लाइफ त कति मजा मजा नि कति मजा अब मेरो जस्तो लाइफ त कसको छ होला र नि सनालुङा के छ अरे ठिक छ मेरा ये खमा तिम्रो छ सपनी मेरा ये खमा तिम्रो छ सपनी हँसे खुसी बनी तिमी हँसे खुसी बनी आके कोडर जीवन को हिँडेको मायालाई राखे मनमा हिँडेको मायालाई सब नाच्ने मेरो वेट बढेछ कि त्यही भएर हल्का नाच्न सिकेको म सुपर थ्याङ्क यू तिमीहरूको आँखा कहाँसम्म पुग्छ त्यहीसम्म हेर दुधसम्म पुग्छ दुधैमा हेर चाकसम्म पुग्छ चाकै हेर जाँठा होइन त पुग्ने नै त्यही रहेछ त अनि तिमीहरूको सोच र ऊ त यहीँसम्मै हो
तिम्रै लागि अघिघुरी तर्काइदिन्थे मैले तिम्रै लागि अघिघुरी तर्काइदिन्थे मैले बग्ने खोला उतैतिर फर्काइदिन्थे मैले बुझ्दैन कहिले धारा झर्दियो कि दिलमा बसाइ सर्दियो कि धारा झर्दियो कि दिलमा बसाइ सर्दियो कि माया पिरतीमा होइन मर्दियो नि ए माया पिरतीमा होइन मर्दियो नि ए माया पिरतीमा होइन मर्दियो नि तिम्रै नाम छपी छपी थाहे चार धामो तिम्रै नाम छपी छपी थाहे चार धामो चिन्ता हेर्दा ज्योतिषीले ल्याउँछन् तिम्रै नाम बुझ्ने होइन कहिले धारा छाड्यो कि दिलमा बसाइ सर्यो कि धारा छाड्यो कि दिलमा बसाइ सर्यो कि Hey Maya, piratima paina alyogi. Hey Maya, piratima paina alyogi. यहाँ पो पहिना मार्छ अरे अनि यो ब्रदरले त पुटियर भन्छ त अनि ब्रदर के हो र ब्रो तिमी त अनि यो के अरे प्रवीण पौडेललाई देखाइदेऊ न हौ कसैले कोही छैन हौ देखाउने यसलाई पुटियर भन्दैछ हौ खोलेर देखाइदेऊ न पुटियर माछी खानु दिँदैनस् है तिमीहरूले मलाई Okay, Max. Very beautiful. Thank you. म पहिला गयो भने 5 किलो अरे म गइसकेको ल 10 किलो खाऊ ब्रदर तेरो औकात छैन कि अंकल तेरो औकात छैन कुनै पनि छोरी चेलीलाई किन्ने तेरो औकात छैन बुझिस नि परदेशी जीवन अरे जाँठा त जुन कन्ट्रीमा छस् नि त्यही कन्ट्रीमा ठिक छस् जाँठा कस्तो उसको छोरीको उमेर छ मैले यहाँ के मैले त्यस्तो नराम्रो लागेछ भने भन न बरु नराम्रो देखियो भन न आलु जसरी छ्या काम छैन तिमीहरूको नाचिन म अब डुएट ब्लग गरेर छक्कै पर्यो हौ मलाई नाचिन है अनि त्यस्तो नराम्रो म उ देखेको छु भने भन न यार भन बरु तर भन्ने तरिका यस्तो होइन नि त
हे माया बिरतीमा पहिला यो खालको भन्ने तरिका भएन क्या केटाकेटी हो तिम्रो लुगा भएन भन्नु मिल्छ होइन तर यार 81 त्यस्तोरी त अलिक त भएन नि त हौ मैले मैले इन्टेन्सनली पुरा त्यो कसैसँग मैले पनिसमेन्ट गेम खेल्दै गरेर यत्रो यत्रो देखाएर यस्तो खोलेर देखाए जस्तो यार त्यस्तो खालको कमेन्ट गर्नुहुन्छ त अनि तपाईँहरू इग्नोर त गर्ने हो कि तर एउटै कमेन्ट एकरो आउनु थाल्यो भने त अब यदि तपाईँहरूलाई मैले कसैसँग रात बिताएर पैसा लिएको त्यस्तो रेकर्ड छ र मसँग प्रुफ लिएर आउँछ भने भनिदिउँला नि तिमीहरूलाई मेरो रेट होइन र अचम्मै पर्छ यार 30 वर्ष लागिसक्यो एउटा केटा पाएको छैन जामा लाउनेहरू यार के हो तरिका थ्याङ्क यू हजुर छैन यार पाए पनि अर्काको बुढापाई कोही पाउँदिन अन्ने कसरी चाहिँ म मान्छेको रात काट्नु जान्छु होला हो मान्छेको जिन्दगी त्यति सस्तो छ हो मान्छे एउटा मान्छेसँग बोल्यो भने त यार जिन्दगी बिते जस्तो हुन्छ भने कोहीसँग त्यहाँनिर पैसासँग गयो भने कस्तो हुन्छ होला हौ छ्या मान्छेको सोच हेर एकजना दाइले फेरि कमेन्ट खतरा गर्नुभयो यो कमेन्ट पढ्नु चाहिँ म पढ्दिनँ हो त्यो चाहिँ हो त्यो तपाईँले भनेको चाहिँ हो भन्नुहोस् बहिनी तिम्रो लुगा राम्रो भएन यदि तपाईँहरू साँच्चीकै राम्रो मान्छे हुनुहुन्छ भने बहिनी तपाईँको लुगा राम्रो छैन लुगा चेन्ज गरेर भन्नु सक्नुहुन्छ तर त्यो 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 त्यस्तो खालको नजर म भन्दा गलत मान्छेहरू त नबसौँ न यहाँ यार यसो घट्छु कि भनेर यसो अब यतिकै त मान्छे नर्मली बस्दा त कसम होला कसैलाई त्यो होइन नि जहाँ गरेरै आउँदैन नाच्नु पनि होइन यसो एक दुईजना साथीभाइ जम्मा गरेर नाचौँला भनेको त आम्मामामामा कमेन्ट हेर न भिसी तिम्रो रेट कति हो मेरो रेट कुनै केटीलाई तिमी किन्नै सक्दैनस् कि तिमी जस्तो अङ्कल पनि मुर्दार साला त्यो हुँदैन साला खोङ्रा कोपा बाजे